इन्द्रेणी हे हरि हामीले कहिले पनि भगवानको नाम कसैले छोड्नु हुँदैन। जे भए पनि हामीले आफ्नो धर्म परिस्थिति कुनै पनि छोड्नु हुँदैन। यसरी पीर परेपछि अब कहाँ जाउँ भनेर गुरु बृहस्पतिलाई गर सोद्धाखेरि सबै गुरु आफ्नालाई सोद्धाखेरि के गर भन्दा पुत्रेष्टि यज्ञ गर्नुपर्छ तिमीले धेर अनि खेर तिमीलाई पुत्र हुनेछन् हेर। हे हरि पुत्रेष्टि यज्ञ भयो सम्पन्न हरे राम भयो सम्पन्न दर्शन बिना दुःख पायौ रामचन्द्रको दर्शन बिना दुःख पायौ राम सीताको आमा दसैँ तिहार आउँछ तिमी आउँदिनौ कहिले छातीमा ठोकी मन रुन्छ साँझ बिहान जहिले हामीलाई छोडी गयौ आमा देहलाई त्यागेर देह पनि नदीमा लगी जलायौँ मनै फ्याँकेर। विदेशमा लोग्नी पठाएर यहाँ भुरा पढाएर बसिरहेको विदेशमा छ पति आफू छ यहाँ भोटमा बस्ला खाली। हे बाबु खाली नराख्नु हामीले खाली नराख्नु कृष्ण काले नकाले नकल नपारा सोर सय गोपिनीको आँसु नजारा सोर सय गोपिनीको आँसु नजारा। बारीको छेउमा कठै मेरी आमै बसिहाल्यो कोइली बजाई भात दिन्छन् कठै मेरी आमै पिपल पाते चोइली। अष्टपति दाता प्यारा भने कुमारका पिता जय गुरु गणेश हरे राम जय गुरु गणेश जय गुरु गणेश हरे नारायण जय गुरु गणेश शरण पर्छौँ भजन गर्छौँ जय गुरु गणेश शरण पर्छौँ भजन गर्छौँ जय गुरु गणेश। हे हरि गर्छौँ नमस्कार गर्छौँ नमस्कार गर्छौँ नमस्कार हरे नारायण गर्छौँ नमस्कार लक्ष्मी गाईलाई सरस्वती माईलाई गर्छौँ नमस्कार लक्ष्मी गाईलाई सरस्वती माईलाई गर्छौँ नेपालका पशुपति के भन्यौ जाति तपाईँ हामी सबै मिली चढाइदिउँ न पाती यस कलिजुगमा राम नाम मुखमा हे हरि तब न तारिन्छ हरे राम तब न तारिन्छ हरे नारायण तब न तारिन्छ कोही दिन सुख कुनै दिन दुःख एक दिन त मानिन्छ हरि हामीले कहिले पनि भगवानको नाम कसैले छोड्नु हुँदैन। जे भए पनि हामीले आफ्नो धर्म परिस्थिति कुनै पनि छोड्नु हुँदैन। त्यस कारणले जति काम जे गरे पनि हे हरि भुल्नु हुँदैन हरे राम भुल्नु हुँदैन भुल्नु हुँदैन हरे नारायण भुल्नु हुँदैन हातमा काम मुखमा राम भुल्नु हुँदैन हातमा काम मुखमा राम भुल्नु हुँदैन। अयोध्यामा थिए हेर दशरथ राजा खुसी थिए प्रजाहरू बथे पन्छे बाजा एक रानीले नभएर दुई रानी हुँदा हुँदा हुँदै नभएर तीन रानी भएको कुनैले पनि आफूलाई छोरा नपाएको हे हरि पिरै पर्न गो हरे राम पिरै पर्न गो पिरै पर्न
पनि छैन राज्य गर्ने होइन पिरै पर्न गो नारायण हरि हरि त्यसरी पीर परेपछि अब कहाँ जाउँ भनेर गुरु बृहस्पतिलाई गएर सोद्धाखेरि सबै गुरु आफ्नालाई सोद्धाखेरि के गर भन्दा पुत्रेष्टि यज्ञ गर्नुपर्छ तिमीले धेर अनि खेरुन् तिमीलाई पुत्र हुनेछन् हेर हे राजन तिमीले कहिले पनि दुःख नमान भनेर पुत्रेष्टि यज्ञ गर्न पनि गएको यसै गरी भजन कीर्तन लाएको सबैजना जम्मा भएको होम यज्ञ भएको हे हरि पुत्रेष्टि यज्ञ भयो सम्पन्न हरे राम भयो सम्पन्न भयो सम्पन्न हरे नारायण भयो सम्पन्न बाजा गाजा गाए सबैजना आए भयो सम्पन्न बाजा गाजा गाए सबैजना आए भयो सम्पन्न नारायण सम्पन्न भएपछि अब के गर्नुपर्छ भन्दाखेरि तिनै प्रसाद बाँडेर तिनै रानीलाई दिनु तिनैबाट छोराहरू हुनेछन् भनेर गुरुले भन्नु भएको हुनाले दुई रानी जम्मा भएका त्यही बेलामा सुमित्रा कता गएको कैकेयी र कौशल्यले आदि आदि पाएको अनि त्यही बेलामा सुमित्रा आएको ए दिदी खै मलाई प्रसाद हरे राम खोइ मलाई प्रसाद खोइ मलाई प्रसाद खोइ मलाई प्रसाद गर्व पेट आउने छोरो पाउने खोइ मलाई प्रसाद गर्व आउने छोरो पाउने खोइ मलाई प्रसाद हरि हरि त्यसो भनेपछि आधा आधा भाग सुमित्रा कैकेयी र कौशल्यको कटाएर सुमित्रालाई दिन पाएको त्यही भएर सुमित्राले दुईवटा छोरा पाएको अरूको भनी एउटा एउटा पाएको जन्मिए बालकहरू र घुर्दै घुर्किँदै पढ्दै धनुर्विद्या सिक्दै सिक्दै गएको जनकपुरमा पनि सीतामाईको उत्पत्ति भएको सीतामाईले पनि शिवधनु उठाएर पर सारी राखेको त्यो देखेको जनक राजाले उतापट्टि सबैलाई मेरो छोरीलाई जसले यो हान्छ बाना हान्छ त्यसलाई छोरी दिन्छु भनेर झ्याली पिटाएपछि सबैजना आएको कसैको तागत नचलिरहेको रामचन्द्रले हे हरि धनु हान्नु भो हरे राम धनु हान्नु भो धनु हान्नु भो धनु हान्नु भो ताँदोलाई तानी जानी जानी धनु हान्नु भो धागोलाई तानी जानी जानी धनु हान्नु भो हरि हरि त्यसरी जब धनु हानेपछि विवाह गर्ने बेला भयो अब सबैजना सम्पन्न गरेर यज्ञ तयारी भएपछि हे हरि आयो परिया हरे राम आयो परिया आयो परिया हरे नारायण आयो परिया बाजा गाजा ठोकी डोली घोडा बोकी आयो परिया बाजा गाजा बोकी डोली घोडा बोकी आयो परिया नारायण त्यसरी जब बरियात आयो जनकपुरमा विवाह सम्पन्न भयो रामचन्द्रले पनि सीतामाईलाई पाएको विवाह गरेर अयोध्यामा गएको रामलाई राज्य दिन भनेर दशरथ ठिक्क भएको त्यही बेलामा कैकेयीको सुसारेले मन्थराले गर्दाखेरि राज्य दिनुपर्छ कसलाई भन्दा भरतलाई दिनु रामलाई वनमा पठाइदिनु त्यस्तो भनेपछि बाचाहरू छैन भनेर दशरथ राजाले त्यही वरदान दिएको दशरथ ढलिरहेको कौशल्य रोइरहेको हे हरि भयो रुवाबासी हरे राम भयो रुवाबासी हरे राम भयो रुवाबासी हरे नारायण भयो रुवाबासी हरे राम सारा सारामा राज्य भरमा भयो रुवाबासी सारा सारामा राज्य भरमा भयो रुवाबासी नारायण हरि हरि दर्शन बिना दुःख पायो रामचन्द्रको नरहुन भक्तजन राम दर्शन बिना दुःख पायो रामचन्द्रको दर्शन बिना दुःख पायो रामचन्द्रको नरहुन भक्तजन राम
यसरी जब गएपछि अब राम लक्ष्मण सीता पनि साथैमा गएको दशरथ राजा घरमा ढलिरहेको सबैजना लोकै पनि रुवाबासी भएको कौशल्य आमालाई ठेकी थाम्नु भएन कस्तो बुहारी पनि पाएको आजै छोरो गएको हरि लागिन रुनालाई हरे राम लागिन रुनालाई लागिन रुनालाई हरे नारायण लागिन रुनालाई सम्झेर हरि हेर कठैबारी लागिन रुनालाई सम्झेर हरि कठैबारी लागिन रुनालाई नारायण हरि लीला थामौते लीला थामौते लीला थामौते हरे नारायण लीला थामौते वैकुण्ठमा जाओस् भन्ने बेला आओस् लीला थामौते वैकुण्ठमा जाओस् भन्ने बेला आओस् लीला थामौते हे हरि बिदाबारी आजलाई बिदाबारी साजलाई बिदाबारी आजलाई हरे नारायण बिदाबारी आजलाई नारायण शिव भोला भुलचुक हुनु होला बिदाबारी आजलाई नारायण शिव भोला भुल भयो होला बिदाबारी आजलाई हे हरि गर्छौँ नमस्कार नमस्कार गर्छौँ नमस्कार हरे नारायण गर्छौँ नमस्कार इन्द्रनीमा मेला यसै बेला गर्छौँ नमस्कार इन्द्रनीमा मेला घर जाने बेला गर्छौँ नमस्कार खानादेवी 2 चुल्ठे पानी रामेछापका भक्त बहादुर बुढाथोकी र मानकुमारी बुढाथोकीका छोरा नाति भाइ भतिजा छोरी बुहारीहरूको यो विशेष प्रस्तुति यो चुड्का भजन सँगै हिमालय टेलिभिजन अनि इन्द्रायणी.com युट्युब मार्फत संसारभरिबाटै इन्द्रायणीमा जोडिनुभएका दर्शकमा हार्दिक स्वागत अनि साङ्गीतिक अभिवादन। दर्शकवृन्द, हामी नयाँ स्टुडियो बनेपछि नेपालका हरेक जात जाति हरेक समुदायका यस्ता मौलिक कला र संस्कृतिलाई उजागर गर्ने हामीले अभिष्ट बोकेका छौँ। नृत्यसहित हामी गीत सङ्गीतलाई राख्ने एउटा अभिष्ट बोकेका छौँ। हाम्रो टिम विगत लामो समयसम्म अर्कै प्रविधिद्वारा काम गरिरहेको हुँदा अहिले हाम्रा भाइ बहिनीहरूलाई यो प्रविधिमा केही असहजता त भएको छ। हामी तपाईँहरूलाई विश्वास दिलाउँछौँ। हामी बिचमा आएका साउन्ड सिस्टमका कति कमेन्ट आएछन्, अरू पनि आएका छन्। हामीलाई अर्को कोही त्यस्तो साथ दिने सहयोग गर्ने नभएको यो परिस्थितिमा यो प्राविधिक रूपमा हाम्रै भाइहरूले यो व्यवस्थापन गर्दै जाने कारणले गर्दा केही अप्ठ्यारो असहजता भएकोमा म क्षमा माग्दछु। तर म विश्वास दिलाउँछु कि केही समयमा हामी उत्कृष्ट साउन्ड, उत्कृष्ट क्वालिटीको क्यामेरा, लाइट सबै चिज दिनेछौँ। सामान भइकन पनि हामीले यसलाई अझ सिक्दै जाँदै गर्ने क्रममा केही कमजोरी भएको छ भने यहाँले माफ गर्नुहुनेछ। र आज भने एम बहादुर बुढाथोकी मोहनको नेतृत्वमा आजको यो रामेछापदेखि यो भजन मण्डली आएको छ। यहाँहरूलाई जोरदार तालीसहित सम्मान गर्दछु। म भक्तराम बुढाथोकी चटक्क जुङ्गा पालेर जुङ्गै भत्ता आउने तरिकाले एकदम उत्साहका साथ आउनुभएको छ। त्यसै गरी निराजन, जनक, उपेन्द्र, कैलाश अनि नाच्ने दुईटा एकदम फुर्तिला दाजुभाइ हुनुहुन्छ हिमाल र धनबहादुर बुढाथोकी, उहाँहरूको सबै बुढाथोकी परिवार अनि यहाँ आमा दिदी बहिनीहरू, यहाँहरूलाई हृदयदेखि धेरै धेरै सम्मान गर्दछु। कोही युएसदेखि आउनु भएको छ, कोही आसामदेखि आउनु भएको छ भने कोही दार्चुलादेखि, कोही ताप्लेजुङदेखि, कोही कहाँदेखि आउनु भएको छ। यहाँहरूलाई हृदयदेखि सम्मान गर्दछौँ। यतातिर दाजुभाइहरू सबैलाई म सम्मान गर्दै आज विशेष गरी हाम्रा सम्पूर्ण इन्द्रायणीका टिम तयार छौँ कि तपाईँलाई अब
रमाइलो दिनको लागि सबभन्दा पहिला एमबहादुर बुढाथोकी दाई यहाँलाई हार्दिक स्वागत छ। हजुरहरूको आज यो इन्द्रेणी कार्यक्रममा आउन पाउँदा ठुलो गौरव र हाम्रो स्वर्गीय पिता भक्तबहादुर र आमा मानकुमारी गोपिनी पनि भन्थे, उहाँहरूको नाममा यो भजन कीर्तन यो ठाउँ पनि लगाएको हो। मलाई सप्ताह लगाएको सरी भयो र मलाई ठुलो ठुलो सप्ताह लाउन सक्दैन थिएँ। यहाँ आएर लगाएपछि मैले सप्ताह लगाएको सरी भयो। उहाँकै रामायणको चाहिँ राम भगवानको भजन कीर्तन गरियो र उहाँहरूकै नाममा म धेरै सक्दिनँ, अलिकति चाहिँ अलिबारा एउटा छोटो कविता गाएर दान गर्ने मेरो इच्छा छ। तपाईँको आफ्नै बाजेहरूको बुवाहरूको छोरा नाति भाइ भतिजा सबै परिवारै हो तपाईँ? परिवारै हो। अहिले हामी ठुल्दै भक्तराम माइलो धनबहादुर साइला र काइला चाहिँ अहिले यो चुनावी माहौलले गर्दा गाउँमा गएको, त्यही भएर अरू चाहिँ मेरै छोरो निराजन, जनक, उपेन्द्र, अर्को कान्छो आएको छैन र उतापट्टि साइलाईको छोरो कैलाश, त्यसपछि ठुल्दाईको छोरो हिमाल, ठुल्दाईको बुहारी, अनि हाम्रै छोरी र माइली भाउजू, जेठी भाउजू, अनि ठुल्दाईको बुहारी, हाम्रो छोरी र मेरै बुहारी दुईवटा त्यहाँ पर भर्खर नयाँ दुलैहरू बधुहरू फागुनको 6 गते उपेन्द्रको बिहा गरेको जापानबाट आएर जनक बुढाथोकीको अस्ति 10 गते विवाह भएको सर्लाहीमा उनी चाहिँ नि सिसम महतबाट अब विवाह भएको। अनि यही सन्दर्भमा आएको र धेरैजना गए। यति समय पाउँदा र यसरी बोल्न पाउँदा धेरै हो र फेरि पनि आउन पाइयोस् र फेरि गाउन पाइयोस् भन्ने ठुलो आशाका साथ। अनि तपाईँ सानैदेखि यस्तो भजन गाउनुहुन्छ तपाईँहरूको परिवारमा? म लगभग 15-16 वर्षदेखि गाउँघरमा नारायण पूजा लागेको बेलामा चाहिँ खैँजडी भजन चाहिँ म अलिअलि यसो कोही स्वस्तानीको, कोही हरिचन्द्रको, कोही चाहिँ नि कृष्ण चरित्रको पाटापुटु भन्दै जान्थेँ। अहिले हाम्रो एउटा गाउँमा एउटा भजन मण्डली संस्था पनि थियो, त्यसमा पनि कहिलेकाहीँ म चाहिँ यसो कीर्तनहरूमा जान्छु। खैँजडी भजन कम लोप भइसकेको छ, त्यस कारणले त्यो कीर्तन पनि अहिले हाम्रो एउटा समूह गठन हुँदैछ, फेरि त्यसमा पनि गाउँछौँ र फेरि आउँदाखेरि चाहिँ जोरदार मैले यहाँ 10 जना नाच्ने लिएर आउन पाऊँ भन्ने कुरो धोको छ। धेरै धेरै धन्यवाद। 54 सालमा आमा बितेपछि धेरै कविताहरू लेखेका थिएँ। मलाई यो छन्द मिलाएर लेख्नु भनेर गुरुले भनेको थिए। छन्द नभन्दा डोको बुने जस्तो चाहिँ हुँदैन नि भन्थे। त्यही भएर मैले काटी चाहिँ नि अब 16 अक्षरको छन्देमा लाँदा एउटा कापी भरिएको थियो, बनाउला भन्दा अब भ्याइदिनँ। इन्द्राणी सधैँ हेर्नुहुन्छ? इन्द्राणी प्रायः जसो हेर्छु। गाउँतिर चुनाव लागिसक्यो? गाउँतिर चुनाव लाएर अब भकाभक एकदम ल, सबैले चुनावमा भाग लिनु होला। जसले गाउँमा राम्रो काम गर्छ, जसले छुल्याइ फट्याइ गर्दैन, जो सधैँ चुनाव जितेपछि गाउँमा बस्छ, जसले गाउँका जनतालाई विकास गर्छ, त्यस्तालाई त्यो त नपाउने भयो कि मुई भए पाइनु न अरूले पाउँदैन। आमा बितेपछि बिरहले धेरै लेखेको थिएँ, तैपनि एउटा छोटो चारै फाँकी मात्रै छ। आमा तिमी कसरी गयौ सम्झन्छु यो मनले, सुख दुःख गरी कमाइराख्यौ के थियो त्यो धनले। हामी पनि त्यसरी गए भेट होला कि नहोला, हामीलाई छाडी जाँदा यो मन कति रोहोला। आमा दसैँ तिहार आउँछ तिमी आउँदिनौ कहिले, छातीमा ठोकी मन रुन्छ साँझ बिहान जहिले। हामीलाई छोडी गयौ आमा देहलाई त्यागेर, देह पनि नदीमा लगी जलायौँ मनै फ्याँकेर। कति दिन गर्भमा ल्याऊ दुःख कष्ट सहेर, कति दिन पेटभरि खुवायौ आफू भोकै रहेर। जहाँ गए पनि के होला भनी बिरह बोक्दथ्यौ, हुरी झरी जो आए पनि आफैले छेक्दथ्यौ। कुनै दिन थोरै खाए भने साह्रै नै सोद्धथ्यौ, हामी अलि बिरामी भए औषधि खोज्दथ्यौ। हे मेरी आमा नपुगी उमेर चाँडै नै गयौ नि, छोरा छोरी हामी सबै सन्तान टुहुरा भयौँ नि। जोरदार छोरी हामी सबै सन्तान टुहुरा भयौँ। दर्शकवृन्द, एउटै परिवारका सबै सन्तानले यसरी भजन कीर्तनमा लिन हुनु साँच्चै नेपाली कला र संस्कृति बच्छ भन्ने यो ज्वलन्त उदाहरण हो। इन्द्राणीले भावी पुस्तामा आफ्नो मौलिकतालाई हरेक जात जातिका संस्कार र संस्कृतिलाई राख्ने अबको अभिष्ट हो। अब 10 वर्ष यो लिजमा लिएको यो स्टेजबाट हरेक जातिका आफ्ना संस्कृति छन् भने इन्द्राणीमा फोन गरिहाल्नुहोस्, सबैलाई समान छ। यहाँ आउँदा पैसा लाग्दैन, केही गर्दैन। तपाईँको ठेट कार्यक्रमलाई हामी अझ प्राथमिकता दिनेछौँ र नृत्य गर्न तपाईँलाई रहर छ भने, कोही कलेजले झ्याउरे नृत्य अथवा अरू नृत्य पनि सिकाइदिने मान्छे चाहियो भन्नुहुन्छ भने कुलमान नेपालीलाई इन्द्राणीका नृत्य निर्देशकमा हामीले राखिसकेका छौँ। र यहाँ कृष्ण गुरुङ लगायतको टिम यहाँ तपाईँलाई बाजागाजा सिक्न चाहने र सिकेर गाउने हो भने पनि हामी तयारी छौँ सिकाउनको लागि। अब भने
तपाईँ जे पनि यस्तो टक्क हेरेर प्रसङ्गमा गाउन सक्नुहुन्छ? 79 सालको चुनाव पनि बल्ल बल्ल आयो, हामीहरूले भोट दिन अब भनी पायो। हिजो अस्तिसम्म बन्द गर्छौँ भन्थे, त्यो कुराले पनि निर्वाचनले थर्काइदिएको हुनाले हे बाबु सक्दै सके नान हारे राम सक्दै सके नानो सक्दै सके नान हारे नारायण सक्दै सके नानो आदेश आयो सबले गीत गायो सक्दै सके नाए हा हा आदेश आयो सबले गीत गायो सक्दै सकेन नारायण। हेर कस्तो भयो भने अब हामीले तरकारीमा खान्छौँ आलु गुन्द्रुक मिसाएर। अहिलेका पार्टी कस्ता भए भने गुन्द्रुखे कस्तालाई भनिन्छ भने आलुमा नि मिल्ने, गोलभेडा नि मिल्ने, अचार खाना नि हुने, मकै साग खाना नि हुने। यी गुन्द्रुखे पार्टी भए, कोही आलु पार्टी भए, सबै खेरा गए। हे बाबु अब हामीले छोड्नु हुँदैन, राज्य त छोड्नु हुँदैन हो, छोड्नु हुँदैन हरे नारायण छोड्नु हुँदैन हो। जुन नेता आउन् जहाँ जाउन् छोड्नु हुँदैन ए हा हा। जुन नेता आउन् जहाँसुकै जाउन् छोड्नु हुँदैन। अब आउँदैछ चुनाव, धेरै दिन बाँकी छैन, अब 15 दिन मात्रै बाँकी छ। मनले सोचेर लिनु, आफ्नो इच्छा लागेलाई दिनु। मेरो छोरो उठ्यो, मेरो छोरी उठे, यसलाई चाहिँ दिनुपर्छ, जिताउनु पर्छ भनेर भोट खेर नफाल्नु। राम्रो पार्टी छान्नु, आफैले जान्नु, कसैको पनि धाक धन्तीमा नलाग्नु। एक छाक भोज खान भनेर जानु पर्दैन। हे बाबु खान पाइन्छ, खान पाइन्छ, खान पाइन्छ हरे नारायण खान पाइन्छ। मिठो पिठो जे भएको खानलाई पाइन्छ, मिठो पिठो जे भए नि खानलाई पाइन्छ। नारायण अरे खाना कोही चाहिँ के गर्छन् भने 2-4 लाख लिन्छन्, एउटा बोको काटेर पाठी मिसाइदिन्छन्। घर घरमा जान्छन्, चिउरा लिएर खाइदे तेरो काटो भन्छन्। भोलि पर्सि हार्यो भने काटो खाथिस् तेरो झोल भनेर शराब पनि दिन्छन्। हे बाबु खानीमा कोही पनि नलाग्नु, हेर है खाइ पनि नलाग्नु, कोही पनि नलाग्नु हरे नारायण कोही पनि लाग्नु। चुनावमा त जानै पर्छ छोड्नु हुँदैन। चुनावमा त जानै पर्छ छोड्नु हुँदैन। हे हरि योग्य छान्नु छ, योग्य छान्नु छ, योग्य छान्नु छ हरे नारायण योग्य छान्नु छ। सबको दुःख हर्ने विकास गर्ने योग्य छान्नु छ ए हा हा। सबको दुःख हर्ने विकास गर्ने योग्य छान्नु छ नारायण। काठमाडौँमा बसेर विभिन्न पेसा गर्नु भएको, कतिजना भुरा पढाउनलाई भनेर गाउँ छोडेर आएको, कोही गिटी कुटेर भुरा पढाउने, कोही विदेशमा लोग्नी पठाएर यहाँ भुरा पढाएर बसिरहेको। विदेशमा छ पति, आफू छ यहाँ, भोट उहाँ बस्ला खाली। हे बाबु खाली नराख्नु, हामीले खाली नराख्नु, खाली नराख्नु हरे नारायण खाली नराख्नु। गाउँ गाउँमा जानु अरूलाई नि लानु, खाली नराख्नु ए हा। गाउँ गाउँमा जानु अरूलाई नि लानु खाली नराख्नु। हे हरि छोड्नु हुँदैन, छोड्नु हुँदैन, छोड्नु हुँदैन हरे नारायण छोड्नु हुँदैन।
5 वर्षमा आउँछ नत्र खेर जान्छ छोड्नु हुँदैन 5 वर्षमा आउँछ नत्र खेर जान्छ छोड्नु हुँदैन नारायण धेरै धेरै धन्यवाद छ हाम्रो दाजुलाई यो कुरा सन्देश भयो स्वदेश विदेश सुन्ने सबैलाई टक्क लाएर निर्वाचनमा सबै जानु होला भोट हाल्नु होला खेर नफाल्नु होला बदर हुन्छ जहिले त्यही भएर सिकाउँदैछौँ अहिले टक्क स्वस्तिक छाप लाएर 1 2 3 लगाइसकेपछि फेरि टक्क तल स्ट्याम्पमा चोपेर फेरि छाप लाउनु होला यसरी लाएको खेर जाँदैन र टक्क नजानेकाले जानेर हाल्नु होला भोट खेर नफाल्नु होला हे बाबु खेर नफाल आफ्नो खेर नफाल हो खेर नफाल हाल खेर नफाल हरे राम हाम्रालाई होइन राम्रालाई हाल खेर नफाल हरे राम हाम्रालाई होइन राम्रालाई हालौँ भोट खेर नफालौँ हरि हरि भोट खेर नफालौँ हरि हरि भोट खेर नफालौँ ओए खगेन्द्र भोट खेर नफालौँ रूपके हाम्रालाई होइन राम्रालाई हालौँ भोट खेर नफालौँ हाम्रालाई होइन राम्रालाई हालौँ भोट खेर नफालौँ नारायण हरि हरि कृष्ण काले नकाले नकल नपारा 1600 गोपिनीको आँसु नजारा 1600 गोपिनीको आँसु नजारा जेलमा जन्मी ल्याई कानाको बलमा पालेको जेलमा जन्मी ल्याई कानाको बलमा पालेको दुध घिउ चोरी चोरी इज्जत फालेको दुध घिउ चोरी चोरी इज्जत फालेको कृष्ण काले नकाले नकल नपारा कृष्ण काले नकाले नकल नपारा 1600 गोपिनीको आँसु नजारा 1600 गोपिनीको आँसु नजारा रामेछाप खाँडादेवी चुल्ठे पानीका एमबहादुर बुढाथोकी र उहाँको सिङ्गो दाजुभाइ र उहाँको सबै परिवारलाई जोरदार तालीसहित धेरै धेरै धन्यवाद पहिला त एमबहादुर बुढाथोकीले देशमा विकास नभएको गाउँ गाउँमा नेताहरूले दुःख दिएको त्यो सम्झिएर ड्याङका ड्याङ लखेटा लाउनुपर्छ भने जस्तो गर्नुभयो अनि अलिकति निर्वाचन आयोगको उर्दीलाई सम्झिनु भएछ सबैले भोट हाल्न त जाम तर कोही कसैको प्रभावमा नपरेर निष्पक्ष हाम्रालाई होइन राम्रालाई भोट दिउँ भोट बदर नगरौँ कसरी स्वस्तिक छाप लगाउने सिकेर हालेको भोट खेर नजाओस् कुन पार्टीलाई हाल्ने हो कुन नेतालाई अध्यक्षमा कसलाई हाल्ने हो उपाध्यक्षमा कसलाई हाल्ने हो सदस्यमा कसलाई हाल्ने हो महिला सदस्य हुन्छ 2टा एउटा दलितमा एउटा अर्को कसलाई हाल्ने हो यी सबै चिज जानेर हाल्नु होला है भोट भनेर उहाँले गीतबाट भन्नुभयो उहाँलाई जोरदार ताली धेरै धेरै धन्यवाद छ आज प्रविधिमा भाइ दीपक घिमिरेलाई पनि जोरदार ताली यहाँहरूले काम धानी राख्नुहोस् दिलीप खड्का भाइ तपाईँहरूलाई धेरै धन्यवाद उता नवीन सिगदेल दीपक केसी मिलन सापकोटा त्यसै गरी विवेक ओली अमित कणेल दिपेन्द्र देउवा त्यसै गरी हाम्रो मन्जु कणेल लगायत जुन प्रविधिका भाइ बहिनीहरू प्रविधिमा कुना कुनाबाट कार्यक्रम छायाङ्कन गरिराख्नु भएको छ त्यसै गरी दिलबहादुर भाइ यमनजी शिशिर भाइहरू लगायत सबैलाई म सम्झिन्छु भने हाम्रो मनमायाहरू सबै भाइ बहिनीहरू माथि कुनामा बसेर यहाँको नाच हेरिराख्नु भएको छ कृष्ण भूमिका मनमाया लगायतको भने यता हामी सबै अगाडि फ्रन्ट साइडमा युवराजजीहरू छत्र भाइहरू कृष्ण भाइहरू सबै देखिराखेका छौँ हामी आज पूर्ण कणेलजी लक्ष्मीजी लगायतको टिमलाई पनि धन्यवाद दिन्छु सबैलाई र जुजु गुरुङ दाई वास्तवमा नेपालकै एकदम उत्कृष्ट एरेन्जर अब हाम्रो भाइहरूलाई सबैले उहाँले एरेन्जर सिकाएर 1 वर्षमा एरेन्जरमा पनि इन्द्राणीका सब टप बनाउने लक्ष्य लिनुभएको छ त्यस कारण उहाँलाई पनि धेरै धन्यवाद अरू केही भन्नु छ दाई आमाको नाममै गाइयो र आमाको नाममा मैले यो दसैँ पछिदेखि नै एकचोटि गएर दान गर्छु भनेर 5000 छुट्याएर राखेको थिएँ अब 5005 रुपियाँ यो अहिले दिइहाल्नु पर्यो आमा मानकुमारी गोपिनी भन्छ र फेरि पनि बाबा हजुरबा बुबा आमा सबैको नाउँमा फेरि दिन पाइयोस् भन्ने आफूलाई मनले सम्झँदै यति दान गरेँ हस् हस् धेरै धन्यवाद छ हिमालजी आज कस्तो लागेको छ तपाईँ धेरै खुसी लाग्यो अस्ट्रेलियाबाट आउनुभयो हजुर
अस्ट्रेलियाबाट हामी सधैँ हेर्छौँ हजुरको कार्यक्रम अनि धेरै खुसी लाग्छ। अनि के भन्नुहुन्छ दर्शकलाई? सबैजनाले हेरिदिनु, सबै हेल्प गरिदिनुहोस्, त्यही भन्छौँ। 10,000 चाहिँ हामीले विद्यार्थीहरूलाई पढ्न नपाएका सानो सानो भाइ बहिनीहरूलाई दिने भनेर पहिले भनेको थियौँ, अहिले त्यो दिँदैछौँ। तपाईँ साह्रै राम्रो नाच्नु हुँदो रहेछ है, थ्याङ्क यू। धेरै धन्यवाद। मेरो वाइफ चाहिँ रुना अनि म चाहिँ हिमाल बुढाथोकी। हिमालसँग बिहे भयो उतिखेर रुना, माया प्रेम बढ्दै जाओस् योभन्दा 2 गुणा है। धन्यवाद छ। 10,000 रुपियाँ हिमाल बुढाथोकी र रुना बुढाथोकीले एकदम विभिन्न परिवारका बच्चा बच्ची पढाउनको लागि भनेर रु 10,000 दिनुभएको छ। थ्याङ्क यू भेरी मच। जोरदार ताली। इन्द्राणी व्यवस्थापनको लागि 2,000 भन्नुभएको छ, उहाँलाई जोरदार ताली। हजुरको नाम के हो? मेरो निराजन बुढाथोकी। यो इन्द्रेणी टिमलाई धेरै धेरै एम बहादुर बुढाथोकी बुवाको छोरा निराजन। 2,000 इन्द्राणी व्यवस्थापनलाई, 3,000 दुखी गरिबलाई। जोरदार ताली। तपाईँको नाच कहाँ सिक्नु भएको यति राम्रो? अब म यो पहिल्यै बालाखेदेखि यो भजन कीर्तन बालनमा सबैमा नाच्थेँ। अहिले फेरि आर्मीमा जाहिर खाएर पनि अलि नाचुन गर्दै गएँ। पहिल्यैदेखि यो इन्द्रेणीमा आउने प्रोग्राम थियो, धेरै ठाउँ खोज्दै खोज्दै आइयो। अब यहाँ आएर एउटा केही होइन, सानो मुमाले एउटा पहिला म सानो हुँदा गाउनु भएको थियो, एउटै मात्रै गीत गाउँछु। बारीको छेउमा कठै मेरी आमै बसिहाल्यो कोइली, बजाई भात दिन्छन् कठै मेरी आमै पिपल पाते चोइली, बारीकै छेउमा थापिहाल्यो लिसो, कठै मेरी आमै बजाई तिउन दिन्छन् डाडु मात्रै चिसो, सामल पिनी पिनी कठै मेरी आमै हातै भरि ठेला, अर्काको छोरीलाई कठै मेरी आमै सबले गर्ने हेला। आमा कस्तो लागेको छ? सबपल्ट राम्रो लाग्यो बाबु, सधैँ हेर्छौँ। हाम्रो घरमै छ टिभी, दिन पछि भात तरकारी बरु डढोस्, हामी त टिभी नै हेरेर बस्छौँ। दुध पनि उम्लेर जान्छ, भात पनि डढेर जान्छ, हामी त इन्द्रिन चाहिँ छोड्दैनौँ, हेर्छौँ। आज कस्तो लाग्यो त? अति रमाइलो लाग्यो। झन् यहाँ आइपुगेर यसरी बस्न पाउँदा त झन् स्वर्गै पुगे जतिकै भयो। अनि यस्तो बेला बुढाले पनि नबोला बेला ठ्याक्क छोराले बोलायो है? कमै स्वर्गै पुगे बाबु। होइन बुढा नि बोलाउँछु भन्दै हुनुहुन्थ्यो, बिर्सिनु भएछ क्या त्यो आमाको कविता भन्दा भन्दै। हेर्नुहोस् कस्तो विश्वास मान्ने श्रीमती। म चाहिँ 1,000 इन्द्रिन टिमलाई यसो एउटा केही एउटा ज्यामीलाई होस्, 1,000 चाहिँ यो भवनमा 1,000 भयो भने 1,000 चाहिँ दुखी गरिबलाई हजुरको त्यसो 1,000 भवनलाई, 1,000 दुखी गरिबलाई। जोरदार ताली सहित धन्यवाद दिउँ। हेर्नुहोस् त यो पेन्सनबाटै हो बुवा? पेन्सनबाटै हो। तपाईँलाई पनि गीत आउँथ्यो? म नि अलिअलि सानो भन्थ्यो, अब त बिर्स्यौँ बाबु। एउटा भन्नुहोस् त खै, मौका पाए बेला। जनकपुरमा रामा आए सीता लिएर, जनकपुरमा रामा आए सीता लिएर, बेहुला निस्के सैमरुको माला लिएर, राम निस्के सैमरुको माला लिएर। धन्यवाद आमा। यतिखेर मोहन थापा सरले देख्नु भएको छ भने निकै खुसी हुनुभयो होला। उहाँले धेरै पटक फोन गर्नुभएको थियो, कुमार भण्डारी र उहाँले। वास्तवमा गीत र संस्कृति जोगाउने यिनै गाउँ गाउँका पुस्ताले हो। सत्यनारायणको पूजामा होस्, रोदीमा होस्, घाँस काट्न जाँदा होस्, मेलामा होस्, जताततै जब गीत गाइन्छ तब मात्र गीत र सङ्गीत बत्तछ। र यहाँ रेडियो नेपालमा अथवा यहाँ चक्का निकालेर गाउनेहरूले देशको संस्कृति बचाइरहेको भन्दा पनि गाउँमा निरन्तर गाउने हाम्रो जुन परम्परा र शैली छ, गाजो काट्न जाँदा, घाँस काट्न जाँदा, गोरु हेर्न जाँदा, बाख्रा हेर्न जाँदा, जेसुकै काम गर्न जाँदा, जाँतो पिन्दा, ढिकी कुट्दा, त्यहीले हो संस्कृति जोगाएको। त्यस कारण इन्द्रायणले बढी यस्ता ग्रामीण भेकबाट आउनुभएको कला र संस्कृतिका गाउँका लोकल चिजलाई बढी महत्त्व दिन्छ। धेरै धन्यवाद। हजुर, म एकदम यो इन्द्रायणीमा आउने पहिल्यैदेखि अति रहर थियो। कोरोनाले गर्दाखेरि बिरामी अनेक परेर आउन सकेन। जुन यो कृष्ण गणेशजीले गर्नुभएको यो कार्य देख्दाखेरि सबै हर्षित छौँ। हामी सधैँभरि त्यही टिभी हेर्छौँ, बस्छौँ। तर यस्तो कार्य गर्ने भनेको कसैले यहाँ भने सुन्छु, अहिले कलियुगको कृष्ण नै त्यो अवतार हो भन्थे। मलाई पनि यसो कहिले सम्झिँदाखेरि हो जस्तै लाग्छ। त्यो सबै यो हेर्दाखेरि दुःखी गरिबलाई गरेको सेवा, अनेक भिर पहरामा गएको देख्दाखेरि एउटा एक्स आर्मी भएर पनि एउटा नौलो उहाँसँगका अरू साथीहरू 3-4 जना म राम्रो चिन्छु। जस्तै तपाईँसँग 1-2 पटक हिँड्या देखेका थिएँ ध्रुव खड्का। यिनीहरू सबै अब
लाई म देख्थेँ आर्मीकै। झम्के भुली गाउने ध्रुव खड्का। एकदम हजुर। तर अरू कसैले पनि कुनै केही त्यस्तो देखिएन। उहाँले यस्तो गर्नुभयो, सबैजना यो कार्यक्रम हेर्नलाई चाहिँ हामी मात्रै होइन, जोसुकै पनि यही तरिकाले हेर्छन्। यस्तो यो चाहिँ अझ राम्रो उन्नति प्रगति होस्। अब अहिले राम्रै भएछ। अब पहिलादेखि यहाँ मैले अलिकति रकम दिनँ भनेर चाहिँ हस्, हजुरको शुभ नाम? मेरो भक्तराम बुढा। भक्तराम बुढाथोकी। जोरदार ताली। आमाको नाम के हो? भक्तमाया बुढाथोकी मेरो। भक्तरामले पाए हजुर उनै भक्त माया, यस्तै माया प्रेम भ्रौ सधैँ दायाँ बायाँ, यही देखेर ओठ्ठो केही छन् पर मनमाया। हेर्नुहोस् त, यहाँ 3टा नातिहरू आछन्, 2टा छोराको एउटा छोरीको। उनीहरूको बर्थडेमा 2-2 हजार गरेर मैले यहाँ दिउँला भनेर राखेको थिएँ। त्यो 6,000 3टाको र 4,000 चाहिँ मेरो परिवारबाट। अहिले छोरो 10,000। कान्छोले 10,000 दियो। हस्, ए 10,000 चाहिँ 2,000 गौशालाको गाईलाई, 2,000 गरिब दुखीलाई, यो 1,000 चाहिँ हजुरलाई यो सम्झना। त्यसपछि यहाँ 5,000 छ। यो 5,000 चाहिँ इन्द्रेणीको व्यवस्थापनको लागि चाहिँ यो 5,000। जोरदार ताली सहित उहाँलाई धन्यवाद दिउँ। हेर्नुहोस् त, सुबदार साहबको यो जोस र जाँगर देख्दा हामी धेरै खुसी छौँ। मलाई लाग्छ कुनै दिन पूर्व चिफ साहबहरू पनि यहाँ आउनुहुनेछ, रानी साहबहरू पनि आउनुहुनेछ। अरू केही भन्नु छ? 2,000 मैले चाहिँ 1,500 हजुरलाई, 500 चाहिँ कोही दुखी गरिबलाई। तपाईँ नाम? भक्तमाया बुढा। आहा, भक्तमाया आमाले 1,000। नमस्कार, हजुरको शुभ नाम? मेरो कृतिका बुढाथोकीको जेठी बुहारी, भक्तराम बुढाथोकीको जेठी बुहारी। हजुर, म यहाँ दिनदुखीको लागि हजुरको सहयोग गर्न चाहन्छु। 1,000 कृतिका बुढाथोकीले। जोरदार ताली। नाम के हो बाबु? मेरो कैलाश बुढाथोकी। जोरदार ताली दिउँ। रु 5,000 कैलाश बुढाथोकी व्यवस्थापनको लागि। तपाईँ नाम के हो? जमुना बुढाथोकी कार्की। म चाहिँ एम बहादुरको छोरी। आहा, एम बहादुरकी छोरी। हजुर नाम रहेछ जमुना। यो परिवार देखेँ मैले नेपालकै नमुना। जोरदार ताली। 1,000 दुखी गरिबलाई। नमस्कार, नाम के हो? जनक बुढाथोकी। जनक बुढाथोकी। तपाईँ नाम के हो? हामीले चाहिँ गरिब दुखीको लागि यो भर्खर बिहे पनि भएको, यो चाहिँ सहयोग गराउन 5,000 रुपियाँ। ल, जोरदार ताली। रु 5,000 गरिब दुखीलाई। जनक बुढाथोकी र सिसम महत बुढाथोकी। हाम्रो चाहिँ फागुन नब्बे भएको, म पनि उहाँको छोरा। म पनि अस्ति बिहा गरेको। हाम्रो पनि यसो यो हुन्छ गरिब दुखी अनि अनाथ बच्चाहरूको लागि 4,000 दुखी गरिबलाई, 1,000 इन्द्राणी व्यवस्थापनलाई। उपेन्द्रले राम्री दुलाई पाएछन् सिर्जना, 2जनाकै हेर्नुहोस् हजुर क्या हँसिलोपना। ल, जोरदार ताली। आज कस्तो लाग्यो? एकदम रमाइलो, एकदम। रमादेवी बुढाथोकीले 600 दुखी गरिबलाई। जोरदार ताली। हस् त दर्शकवृन्द, यो बुढाथोकी परिवारको भजन टुक्का, उहाँहरूका गीत, उहाँको सहयोग हस्तान्तरण कस्तो लाग्यो? यो कार्यक्रम हेरेर सबैले सेयर गरिदिनु भन्दै आजको कार्यक्रमबाट हामी बिदा हुन्छौँ। नमस्ते। यहाँका क्षणहरू सुखद रहन्।